Hello guys, welcome to our channel. अनि कस्तो हुनुहुन्छ सबैजना सन्चै हुनुहुन्छ होला। धेरै पछि भिडियो बनाइरहेको छु अब अनि तपाईहरुले यो त याद गर्नु होला यो लास्ट टाइमको भिडियोमा हामीले अनलाइनबाट मगाएको अनबक्सिङ भिडियो बनाएको अब यो त्यही भिडियो हो। एन्ड यसको अहिलेसम्मको मेरो एक्सपिरियन्स चाहिँ कस्तो भइरहेको छ भने वार्म इनफ राम्रो छ, क्वालिटी पनि त्यति नराम्रो छैन, वार्म छ अनि डिजाइन पनि राम्रो छ। अनि योसँग मैले एउटा जुत्ता वान पेयर जुत्ता मगाएको थिएँ, त्यो जुत्ता पनि क्वालिटी नाइस छ है गाइस। र अब आज पनि हामीले केही नयाँ सामान त्यही अनलाइनबाट मगाएका थियौँ, त्यही नयाँ एपबाट। र अब आज चाहिँ अनबक्सिङ चाहिँ हाम्रो भाइ अभिनय भाइले यहाँनिर अनबक्सिङ गर्नुहुन्छ। सबैजना हेरौँ है त आज के खुल्ने रहेछ। हेलो, रोशन दाईको च्यानलमा चाहिँ सबैजनालाई स्वागत छ। अनि म चाहिँ अभिनय राई। साथै यो हामी चाहिँ रोशन दाईले भन्नुभएको छ मलाई चाहिँ रिक्वेस्ट अनबक्सिङ गर्न चाहिँ दिनुभएको छ। हेरौँ अब के हुँदो रहेछ, सबैजनाले हेरिदिनु होला। आयो है त, हेरौँ। खोलेर हेर्दैछौँ अब के मगाउनु भएको रहेछ भनेर। लेट्स सी के हो, प्लास्टिक छ त। सुरुमा चाहिँ के हुँदैछ हेरौँ। ल गाइस, यो चाहिँ ढाड बाँड्ने रहेछ, स्क्रब रहेछ। दाइले चाहिँ मगाउनु भएको छ, तपाईँले नि मगाउन सक्नुहुन्छ है। हेर्नुभएको सस पर्छ, टी सर्ट जस्तो छ। कतिको क्वालिटी आउने रहेछ हेरौँ। सबैजना चाहिँ टी सर्ट हो कि जर्सी हो। है त, यो चाहिँ जर्सी नै रहेछ, राम्रो छ क्वालिटी एकदम खतरा। ल है त, अब चाहिँ लास्ट आइटम भनेको चाहिँ यही हो। अब खोलेर हेर्नेछौँ। बक्सा भन्ने सानो रहेछ। अब चाहिँ हेरौँ। आयो फुट्छ होला, सानो रहेछ। ल है त, यो चाहिँ ग्राइन्डर हो, मिक्सिङ। मेन मगाएको चाहिँ यही हो हाम्रो रोशन दाइले, त्यसैले तपाईँहरू पनि मगाउन सक्नुहुन्छ। यति नै हो आजको लागि। यो भिडियो चाहिँ साँच्चै नै हेरिदिनु होला। स्मल साइजको ग्राइन्डर, वान अफ द बेस्ट। क्वालिटी पनि राम्रो छ। ल है त, चेक गरौँ मैले। ल कस्तो लाग्यो त तपाईँलाई?